फाइनली घुम्न जानको लागि चाहिँ मेरो यो ड्रोन पनि रेडी भइसकेको छ हैन। यो चाहिँ ड्रोन हो, यो चाहिँ पर्मिसन बिना उडाउनु पर्छ हैन। म चाहिँ त्यहाँ पर्मिसन लिन्छु अनि उडाउनु पायो भने उडाउँछु, उडाउनु पाएन भने उडाउँदिन है त। यो चाहिँ मेरो पुतली हो चट्ट लगाएर हैन। यहाँ ब्याट्री चार्ज गर्दैछु मैले, त्यही भएर है त। त्यही हो हैन। यो चाहिँ ल उडाएर भिडियो बनाएर चट्टमा फेसबुकमा हाल्छु अनि फलो गर्नु। गाइस हामी चाहिँ घुम्न निस्केको चट्ट हैन, कता साथीहरूसँग अनि यसो जाउँ भनेको हैन। हाम्रो केटाहरू चाहिँ उतै पुगिसक्यो अनि यो चाहिँ मेरो युट्युब च्यानल अनि फेसबुक पेज, फेसबुकमा चाहिँ म अपलोड गर्नेछु है त। आज हामी कहाँ कहाँ जान्छौँ, यहाँ मैले ड्रोनहरू चाहिँ झोलामा हालेर लिएर आएको छु, यहाँ छ हैन ड्रोन। अनि त्यसपछि चाहिँ अनि खानेकुराहरू यो झोलामा, अनि ड्रोन पनि उडाउने छु हैन। अब कस्तो पर्मिसन दिन्छ दिँदैन हैन उडाउन, अनि म चाहिँ त्यहाँ सोधेर चाहिँ म सकेसम्म चाहिँ उडाउने प्रयास गर्छु म ड्रोन। अनि हेर्नुहोस् है त। हेलो साथीहरू, हामी चाहिँ बिहानको चट्ट 8 बजी हिँडेको, अहिले चाहिँ रोमानियामा 2 बजिसक्यो हैन। हामी चाहिँ लगातार 6-7 घन्टा हिँडिसक्यौँ। अझ पनि हाम्रो गन्तव्य भने आएको छैन है। गन्तव्य भने कहाँको कहाँ हो हैन, लोकेसन ट्र्याक गर्दै हिँड्दैछौँ हामी चाहिँ। हिँडेको पनि ठ्याक्कै 6-7 घन्टा भयो क्या, 8, 9, 10, 11, 1, 2, 6 घन्टा ड्याङ्गै भयो है हिँड्दा। पानी बोतल यहाँ छ मेरो, चाहिँ पानी खाँदै हिँड्दै गरिरहेको छु। केटाहरू उहाँ पुग्दैछ। यो चाहिँ खतरा बाटो के, गाउँघरमा हिँडे जस्तै लागिरहेको भने सर हावा आइरहेको छ होइन। यस्तो यता गाउँ खेती, यो सागहरू चट्ट छ होइन। साथीहरू उहाँ छ, कोही उताबाट आउँदैछ। कस्तो दामी हो, यस्तै हो। अब कहिले पुगिन्छ थाहा छैन है त। हामी चाहिँ यहाँ चट्ट होइन हिँडिरहँदाखेरि चाहिँ एउटा यहाँको रोमानियन आवाले चट्ट उ गरेर बोलाएर हामीलाई चाहिँ यहाँ के यिनीहरूको चाडपर्व हो नि त, अनि त्यही भएर हामीलाई चाहिँ यहाँ उ गरिरहनु भएको क्या, बस भन्नुभयो। हेलो सलोत चेवाज चट्ट गर्नुभयो। खानु पर्यो यस्ता रोमानियन फेस्टिभल यो चाहिँ। है ल है, हामी चाहिँ यस्तो खाइरहेको छौँ है, चट्टा यहाँ लिएर आइरहेको छ। त्यहाँ भिडै भयो भने यार, अहिले चेस्ट गरे बेला याद है साथीहरू। ल्याएर के ल्याइदिनु भयो होइन हामीलाई। यहाँ रोमानिया चाहिँ लास्टै रेस्पेक्ट गर्छ क्या, रेस्पेक्ट भने चाहिँ खत्रै छ क्या होइन। त्यही भएर यहाँ चाहिँ के लिएर आएर चाहिँ दिनुभएको छ। यहाँ चाहिँ रेस्पेक्ट भन्ने एकदम हुन्छ क्या, रोमानियामा चाहिँ रेस्पेक्ट भन्ने चाहिँ खत्रै हुन्छ क्या। हामी बाटो हिँडिरहँदाखेरि चाहिँ हामीलाई चाहिँ उहाँहरूले चाहिँ बोलायो, ल आज हाम्रो चाडपर्व हो यहाँ चाहिँ आउनु पर्यो खानालाई ल भने चाहिँ रेस्पेक्ट गरे चाहिँ हामीलाई यहाँ केकहरू अनि अन्डाहरू चट्ट हेर्नु त खानेकुराहरू पुरै ल्याएर चाहिँ सम्मान गरिरहेको छ है। अन्डाहरू के यो चाहिँ
मुल्चुमेस मुल्चुमेस भनेको चाहिँ धन्यवाद हो है यहाँको है